पुनः नयाँ भिडियोमा स्वागत छ तपाईलाई। यस भिडियो अन्तर्गत रहेर आफ्नो मोबाइल फोनबाट कसरी आफ्नो ब्याकग्राउन्ड रिमुभ गर्न सकिन्छ, ग्रीन स्क्रिनलाई कसरी रिमुभ गर्न सकिन्छ यस बारेमा जानकारी लिनेछौँ। त्यो भन्दा पहिले यो भिडियो हेर्नुस्। What are you going to be doing for us today? Today, के भन्थे यो भिडियो पनि नेपाली भिडियो हो जसमा यति भ्युज छ, जसलाई यसरी नै ग्रीन स्क्रिनको माध्यमबाट प्रयोग गरिएको थियो। सर्वप्रथम त यस्तो खालको भिडियो एडिट गर्नको लागि ग्रीन स्क्रिनको प्रयोग गर्नुपर्ने छ, जुन कपडा बजारमा जहाँ पनि भेटाउन सक्छौँ। र यसरी भिडियो सुट गरिसकेपछि कुन तरिकाबाट एडिट हुन्छ, आउनुस् एडिटलाई सुरु गरौँ। हामी मोबाइलको स्क्रिनमा आइसकेका छौँ र यहाँबाट क्यापकट खोल्नुपर्ने हुन्छ। क्यापकट खोलिसकेपछि न्यू भिडियो भनेर छ प्लस आइकनमा थिच्नुस्। त्यसपछि हामीले ब्याकग्राउन्डमा जुन राख्नुपर्ने फोटो या भिडियो त्यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ र सिलेक्ट गरिसकेपछि एडमा क्लिक गर्नुस् र हाम्रो जुन राखिएको फोटो छ त्यो टाइमलाइनमा देखिएको छ, जुन मेन लेयरमा देखिएको छ। र यसपछि हामीले ओभर लेयरमा राख्नुपर्ने हुन्छ, जुन ग्रीन स्क्रिनमा सुट गरिएको भिडियो हो। ओभर लेयर भन्ने अप्सनमा जानुस्। त्यसपछि प्लस आइकन जुन एड ओभर लेयर भन्ने छ त्यसमा क्लिक गरिसकेपछि हामी यहाँ भिडियो देख्न सक्छौँ, जुन ग्रीन स्क्रिनमा बनाइएको भिडियो हो। त्यसलाई क्लिक गर्ने र एड गर्ने र ओभर लेयरको माध्यमबाट हामी समक्ष आइसकेको छ। र यसपछि हामीले ठिक मिल्ने तरिकाले यसलाई राख्नेछौँ। यो तरिकाबाट राख्न सक्नुहुनेछ र जुन अघि पछिको भाग स्प्लिट गरेर हटाउनु पर्ने हो त्यसलाई हटाउन सकिन्छ। अगाडि र पछाडिको जुन आवश्यक नपरेको भिडियो छ त्यसलाई यसरी हटाइसकेपछि अब हाम्रो काम ग्रीन स्क्रिन हटाउने हुन्छ। जुन ग्रीन स्क्रिन हटाउनको लागि यसमा क्लिक गरिसकेपछि तलपट्टि अप्सन दिएको छ ब्याकग्राउन्ड रिमुभ भनेर। यसमा अटो रिमुभल छ, कस्टम रिमुभल छ, त्यसै गरी कोरमा की छ। कोरमा कीबाट गर्नेछौँ भर्खर चाहिँ, किनकि हामीसँग ग्रीन स्क्रिन अलरेडी छ जस कारणले यसले काम गर्न सक्छ। क्लिक गरिसकेपछि यो सिलेक्ट गर्नुपर्ने हुन्छ माथिको जुन, अनि गोलो जुन भाग छ त्यसमा ग्रीन स्क्रिनको ठाउँमा लैजाने र त्यसलाई आवश्यक पर्ने गरी यी तलका फिचरहरूमध्ये मिलाउनु पर्ने हुन्छ। त्यो आवश्यक हेरिकन भिडियो हेरिकन हुनेछ। र यो भइसकेपछि हाम्रो ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। यही तरिकाले नै ब्याकग्राउन्ड रिमुभ गर्न सकिन्छ जुन क्यापकटबाट। यो भइसकेपछि एक्सपोर्ट गर्न सक्छौँ, जुन सेभ टु डिभाइस भनेर लेखिएको छ। यसरी गर्न सकिन्छ। यस्तो तरिकाद्वारा आफ्नै मोबाइलबाट भिडियो एडिटिङ गरेर यो तरिकाले बनाउन सकिन्छ। यहाँसम्म आउनुभयो, एक लाइक गर्न नबिर्सनु होला। त्यसै गरी कमेन्ट बक्समा केही कमेन्ट छ भने पनि राख्न सक्नुहुनेछ। फेरि अर्को भिडियोमा मिल्नेछौँ। अहिलेलाई बाई।